हेलो सेवा साथीहरू, आज चाहिँ म यो निनाम्बुङ ब्युटी पार्लरको ओपनिङको भिडियो लिएर उपस्थित भएको छु र पक्कै पनि यहाँहरूले अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। र आज चाहिँ निनाम्बुङ ब्युटी पार्लरको ओपनिङ थियो र हामी चाहिँ अघिल्लो दिन बेलुकादेखि नै तयारी गर्दै थियौँ र यो चाहिँ पहिला धरानमा थियो र अहिले चाहिँ काठमाडौँमा गर्ने भएकोले हामी तयारी गर्दैछौँ र सुशीला नाना बलुन फुक्दै हुनुहुन्छ र पार्लरको सामानहरू पनि आएको थियो धेरै नै र यसलाई हामीले कति आयो के आयो भनेर हेरेर सबै हामीले सामानहरू मिलाएर राख्नु थियो र रातको 8 पनि बजिसकेको थियो र हेर्यौँ र अन्तिमसम्म हामीले मिलाएर राख्यौँ। यो मिलाएर राख्नको लागि धेरै समय लाग्यो। यो चाहिँ ओपनिङ भएकोले धेरै सामानहरू त हामीले यहाँ राखेको थिएनौँ र पक्कै पनि पछि आउने दिनहरूमा हजुरहरूको माग अनुसारको पार्लरको सामानहरू उपलब्ध हुने नै छ। र हामी तीनजनाको चाहिँ धेरै पछाडि भेट भएको थियो र हामी चाहिँ एकअर्कामा कुरा गर्दै रमाइलो गर्दै हाँस्दै अनि एकअर्काको कुराहरू सेयर गर्दै अनि आजसम्म के भयो कस्तो भयो यस्तै कुराहरू गर्दै हामी बसिरहेको थियौँ र त्यस पछाडि हामीले बोलाएको पाहुनाहरूको लागि सेलरोटी र अचार बनाउने सल्लाह गरेको थियौँ र सेलरोटी हेर्नुहोस् न, सुरुमा चाहिँ अलिक नराम्रो भएको थियो, पछि पकाउँदै जाँदाखेरि त यतिको राम्रै भयो र यतिको पनि हुन्छ जस्तो त लागेको थिएन मलाई सुरुको कन्डिसन हेर्दाखेरि र पछि त राम्रै भयो र म चाहिँ यसरी भिडियो लिएँ र सोचेको भन्दा राम्रो भयो सेलरोटी र यहाँ पकाउँदै हुनुहुन्छ, पकाउनेलाई झन् कति गाह्रो। म चाहिँ भिडियो लिएँ र मैले यो भिडियो लिइसके पछाडि अब फेरि अचार बनाउनु थियो। अचारको हेर्नुहोस्, अचारको आइटम अचार हामीले यसरी बनायौँ र अचार पनि एकदमै मिठो थियो र मिठो नहुने त कुरै हुँदैन अचार जस्तो कुरा। र सबै सामान रेडी भइसके पछाडि हामी गयौँ पार्लरमा र पार्लरमा सबै सामानहरू हामीले मिलाइसकेको थियौँ, डेकोरेटहरू गरिसकेको थियौँ र निनाम्बुङ ब्युटी पार्लर देख्न सक्नुहुन्छ र नानाले पनि तयारी गर्दै हुनुहुन्थ्यो ओपनिङको लागि र हामीले लगभग 50-60 गेस्टहरूलाई बोलाएको थियौँ, पाहुनाहरूलाई र यहाँ देख्न सक्नुहुन्छ लड्डु सेलरोटी। हामीले अचार चाहिँ यहाँ राखेको छैनौँ र यसरी नै वरिपरि हामीले डेकोरेट गरेको थियौँ। जे होस् राम्रो, हामीले आफूले भ्याइन्जेलसम्म राम्रो गरेर डेकोरेट गरेको थियौँ यहाँनिर र पक्कै पनि यहाँबाट राम्रो सर्भिस हुनेछ यो निनाम्बुङ ब्युटी पार्लरबाट। अनि यस्तै सामानहरू छ र नभन्दै नानाले अब ओपनिङको लागि सुरुमा पूजा गर्नुभयो र पूजा गर्दै हुनुहुन्छ हेर्नु होला र हामीले धेरै पाहुनाहरूलाई बोलाएका छौँ र अब पाहुनाहरू आउने क्रम जारी छ र हेर्न सक्नुहुन्छ र पक्कै पनि आजको दिनबाट यो पार्लर एकदमै व्यस्त हुनेछ र यो पार्लरलाई सम्झेर हजुरहरू पनि आउनुहुनेछ र यो पार्लरको सेवा सुविधा लिनुहुनेछ भन्दै मैले फेरि पनि पार्लरको छोटो भिडियो लिएँ र हेर्नुहोस् त पार्लरमा मजाले डेकोरेट गरेर सामानहरू पनि राखिएको छ र कति सामानहरू यहाँ नहुन सक्छ र पक्कै पनि हजुरहरूको माग अनुसारको सामानहरू उपलब्ध हुने नै छ र त्यस पछाडि कोही पाहुनाहरू आएर सर्भिस लिन थाल्नुभयो र कोही हामीले पकाएको सेलरोटी अचार र लड्डु खाँदै हुनुहुन्थ्यो र म चाहिँ भिडियो लिँदै थिएँ र उहाँहरूले चाहिँ मलाई जिस्काउँदै खाइराख्नु भएको थियो र म पनि भिडियो लिइरहेको थिएँ र यता सर्भिस पनि दिइराख्नु भएको छ नानाले र धेरै मान्छेहरू पनि आउनु भएको छ र आउने क्रम जारी छ र हामीले इन्भाइट गरेको पाहुनाहरू लगभग आउने जाने क्रम यस्तै भइरहेको थियो। सर्भिस लिने, कोही सामान किनेर जाने यस्तै कामहरू भइरहेको थियो र कोही चाहिँ सर्भिस लिइरहेको बेलामा गफ गर्ने रमाइलो गर्ने। ओपनिङमा यस्तै त हो, सबैजना भेटघाट गर्ने रमाइलो गर्ने र हामीले इन्भाइट गरेको व्यक्तिहरू पनि हाम्रै वरपरको छरछिमेक चिनजान भएको व्यक्तिहरूलाई नै बोलाएको थियौँ र एकदमै रमाइलो भयो र मलाई भिडियो लिन पनि र उहाँहरू पनि जिस्किँदै रमाइलो गर्दै बसिराख्नु भएको थियो र मैले पनि भिडियो लिएँ र कोही जाने कोही आउने क्रम त जारी नै थियो र आज चाहिँ मेरो दिन यस्तै रह्यो, दिनभरि व्यस्त रहेँ
स्वस्थ रहे, रमाइलो भयो, राम्रो भयो, सबैसँग भेटघाट भयो, चिनजान भयो र आजको शनिबार बितेको पत्तै भएन र हजुरहरूको कस्तो भयो? पक्कै पनि राम्रोसँग आजको शनिबार बित्यो होला भन्दै हस् त, बाई बाई।